गाइज आज चाहिँ म मेरो अपार्टमेन्टबाट बाहिर हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ त्यो म तपाईँलाई देखाउँछु है। यो चाहिँ मेरो अपार्टमेन्टमा भएको चाहिँ मेरो यो पुरानो फोटो जे जस्तो भए पनि पुरानो भने पुरानो नै हुन्छ। म चाहिँ तपाईँहरूलाई यो झ्यालतिर लाँदैछु है। झ्यालबाट चाहिँ बाहिर हेर्दा कस्तो देखिन्छ म त्यो तपाईँलाई देखाउँछु। यो चाहिँ हलोविनको क्याप बेला बेलामा मनाइन्छ, त्यही भएर यहाँ झुन्याएर राखेको छु। यो चाहिँ चाइनाको डिस्प्ले। यो चाहिँ मेरो झ्यालबाट बाहिर हेर्दाको भ्यू। यो चाहिँ तपाईँहरूले देख्नु भएको छ यो ट्र्याक, यो चाहिँ मेट्रोको है। अब चाइनामा चाहिँ अब यो अन्डरग्राउन्ड पनि हुन्छ, यसरी फ्लाइओभरमा पनि यसरी मेट्रो चाहिँ हिँड्छ है। यो चाहिँ मेट्रो मेरो घर छेउबाट, मेरो अपार्टमेन्ट छेउबाट चाहिँ जान्छ। यो चाइनामा चाहिँ यो ट्रान्सपोर्टेसनहरू एकदम सजिलो। चाइनाका जस्तो इजी ट्रान्सपोर्टेसन चाहिँ वर्ल्डमा कतै पनि छैन होला, त्यस्तो इजी छ कि चाइनामा। अनि अर्को मेट्रो आयो, यसरी चाहिँ 10 मिनटमा आउने जाने भइरहेको हुन्छ। तर यो अपार्टमेन्टभित्र चाहिँ खासै यो मेट्रोको साउन्ड इफेक्ट चाहिँ गर्दैन।